वाटर बजेट इक्वेसन चाहिँ हाम्रो कन्जर्भेसन अफ मासमा बेस्ड भएर बनाएको इक्वेसन हो र यसले कुनै पनि सिस्टममा के भन्छ भने कुनै पनि सिस्टममा मास इनफ्लो र मास आउटफ्लोको डिफरेन्स चाहिँ स्टोर भएर बस्छ भनेर भन्छ के इनफ्लो बढी छ आउटफ्लो कम छ भने स्टोरेज बढ्छ भन्छ इनफ्लो कम छ आउटफ्लो बढी छ भने स्टोरेज घट्छ भनेर भन्छ है यसको जेनरली न्युमेरिकल सोधिराखेको हुन्छ अहिले हामी यहाँ सानो न्युमेरिकल गर्न खोज्छौं इनफ्लो र आउटफ्लोको डिफरेन्स चाहिँ हाम्रो स्टोरेज हुन्छ भन्ने भन्छ अब यो सिस्टममा इनफ्लो के हो आउटफ्लो के हो है अहिले पढेको हामीले कम्पोनेन्ट्सहरुमा इनफ्लो र आउटफ्लो छुटाउन खोज्छौं है त अब यसलाई मैले यहाँ बन्द गरे अनि ल अब यहाँ मैले एउटा ट्याङ्क बनाए है यो ट्याङ्की चाहिँ सर्कुलर पनि हुन सक्छ रेक्ट्याङ्गुलर पनि हुन सक्छ अहिले आफ्नो सजिलोको लागि यो सर्कुलर ट्याङ्की छ भनेर तिमीहरुको घरको छतमा प्राय सर्कुलर ट्याङ्क हुन्छ त्यही सर्कुलर ट्याङ्क माथिबाट चाहिँ लिड ओपन भएको सर्कुलर ट्याङ्क छ भनेर बुझौं है त अब सर्कुलर ट्याङ्क छ भने यसको क्रस सेक्सनल एरिया पनि होला एउटा सर्टेन यो चाहिँ अब क्रस सेक्सनल एरिया छ यहाँ कतिको भन्ने एरिया चाहिँ 5 मिटर स्क्वायर धेरै ठुलो हुन्छ 1 मिटर स्क्वायर 2 मिटर स्क्वायर है त 2 स्क्वायर मिटर के को एरिया हो त यो 2 स्क्वायर मिटर यो 2 स्क्वायर मिटर चाहिँ यो ट्याङ्कीको बेस एरिया है त अब यो पानीको लेभल चाहिँ अब कुनै एउटा डेटमबाट 1000 मिटर छ भनेर मान है 1000 मिटर छ कुनै एउटा डेटमबाट है त पानीको वाटरको एलिभेसन 1000 मिटर छ भनेर भन्यो है अब यहाँ के भयो भने अब यहाँ पानी पर्यो माथिबाट पानी पर्यो है प्रेसिपिटेसन भयो पानी पर्ने भने हामी प्रेसिपिटेसन भन्छौं है रेनफल हैन कि प्रेसिपिटेसन भन्छौं यहाँबाट पानी पर्यो अहिलेलाई मानौं भनौं न टोटलमा है त कुनै एउटा टाइम पिरियड छ टोटलमा चाहिँ पानी यहाँ माथि धेरै पानी पर्यो भने 80 mm पानी पर्यो 80 mm पानी पर्यो है 80 mm रेनफल भयो है अनि यहाँबाट चाहिँ के भयो त यो दुलो परेकोले जमिन मुनि पनि पानी गयो है ग्राउन्ड वाटर कन्ट्रिब्युसनमा जमिन मुनि पानी गयो ग्राउन्ड वाटर तिर कति गयो यो चाहिँ जी है ग्राउन्ड वाटर तिर कति गयो त भन्दाखेरि टोटलमा मानौ यो पनि गयो तलतिर 60 mm जति पानी गयो है 60 mm पानी गयो है यहाँ एउटा धारा फिट गर्यो यो धारा फिट गरेर यहाँबाट आउटफ्लो भयो है आउटफ्लो भयो ओ को मुनि एफ लेखे मैले आउटफ्लो यो आउटफ्लो चाहिँ 2 लिटर पर सेकेन्डले हुन्छ मानौ है 2 लिटर पर सेकेन्ड एलपीएस 2 लिटर पर सेकेन्ड फर 1 आवर 1 घण्टाको लागि फर 1 आवर एक घण्टाको लागि पानी पर्यो सरी पानी त्यहाँबाट निस्क्यो धारो थियो अरे अनि त्यस्तै गरी यहाँ अर्को इनफ्लो पनि दियो अर्को धाराबाट आयो पानीमा के रे पाइपमा पानी आयो रे अनि यहाँ चाहिँ मैले इनफ्लो दिए रे के इनफ्लो दिए रे आइएफ इनफ्लो चाहिँ 3 लिटर पर सेकेन्ड आयो रे 3 लिटर पर सेकेन्ड आयो 3 लिटर पर सेकेन्ड चाहिँ कतिको लागि आयो रे त फर 30 मिनट्स मात्र आयो रे मानौ फर 30 मिनट्स पानी त आयो तर आधा घण्टालाई मात्र आयो रे के है अनि यो सिस्टमबाट पानी इभापोरेट भएर पनि गयो रे फेरि इभापोरेट भएर पनि गयो रे इभापोरेट भएर गयो रे इभापोरेटको भ्यालु त्यहाँ 8 हैन इभापोरेसनबाट चाहिँ झन्डै 10 mm पानी चाहिँ इभापोरेट भएर गयो रे है अब मान एक दिनमा यति भयो भन्नु न एक दिनमा ट्याङ्की माथि 80 mm पानी पर्यो एक दिनमा ट्याङ्कीबाट
ग्राउन्ड वाटरतिर 60 mm पानी गयो। ट्याङ्कीबाट हामीले पानी पनि झिक्यौँ आउटफ्लो भनेर 2 लिटर पर सेकेन्ड 1 घण्टाको लागि धारा पनि खोल्यौँ। ट्याङ्कीबाट पानी इभापोरेट भएर 10 mm पानी उडेर पनि गयो र अर्को चाहिँ इनफ्लो चाहिँ हामीले अर्को धाराबाट ट्याङ्कीमा 3 लिटर पर सेकेन्डको इनफ्लो पनि दियौँ। त्यो चाहिँ आधी घण्टालाई मात्र दियौँ भने के सोध्छ भने व्हाट इज द चेन्ज इन भोल्युम अफ वाटर इन द रिजर्भोयर त्यो पनि सोध्न सक्छ, अथवा व्हाट इज द चेन्ज इन वाटर सर्फेस एलिभेसन भनेर पनि सोध्न सक्छ है। वाटर सर्फेस एलिभेसन चाहिँ चेन्ज भएर कति पुग्यो त भनेर पनि सोध्न सक्छ है। व्हाट इज द फाइनल वाटर सर्फेस एलिभेसन भनेर सोध्न सक्छ। अब यसको लागि केही हामीले फर्मुलाहरू लेख्नु पर्छ त। प्रेसिपिटेसनले वाटर लेभल बढाउँछ कि घटाउँछ? उपासना सिस्टम हामीले भिजुअलाइज गर्न सक्नुपर्छ केले बढाउँछ वाटर लेभल, केले घटाउँछ वाटर लेभल। अब हाम्रो वाटर बजेट इक्वेसन भनेको के हो त? वाटर बजेट इक्वेसन भनेको चाहिँ इनपुट माइनस आउटपुट इज इक्वल्स टु चेन्ज इन स्टोरेज है। कता गयो? इनपुट माइनस आउटपुट इज इक्वल्स टु चेन्ज इन स्टोरेज हो। यो हाम्रो के हो त? वाटर बजेट इक्वेसन भनेकै यही हो। वाटर बजेट इक्वेसन भन्ने नि यही हो, वाटर ब्यालेन्स इक्वेसन भन्ने नि यही हो है। अब इनपुटमा हाम्रो के पर्यो त भन्दाखेरि इनपुटमा हाम्रो के पर्यो त? इनपुटमा चाहिँ हाम्रो अहिले के पर्यो त? प्रेसिपिटेसन पर्यो। यो फेरि के हो त? भोल्युम र हाइट डेप्थमा मात्रै है, रेटमा होइन। जस्तै 30 या 3 लिटर पर सेकेन्ड रेट राख्ने होइन। इनपुट आउटपुट र चेन्ज इन स्टोरेजमा कि त भोल्युम राख्नु पर्यो कि त डेप्थ राख्नु पर्यो। रेट चाहिँ राख्ने होइन नि फेरि त्यहाँ है। रेट त दिएको छ यहाँ, इनफ्लोबाट रेट त दिएको छ। यो रेटबाट हामीले भोल्युम पनि निकाल्न सक्छौँ, डेप्थ अफ वाटर पनि निकाल्न सक्छौँ है। कसरी निकाल्छौँ एकैछिन देखाउँछौँ। इनपुट के भयो त? एउटा इनपुट भनेको हाम्रो परेको पानी प्रेसिपिटेसन, अर्को भनेको के हो त? इनफ्लो है। अब यहाँ इनफ्लोको रेट दिएको छ, यसलाई चाहिँ हामीले इनफ्लोको डेप्थ राख्नुपर्छ अथवा इनफ्लोको भोल्युम राख्नुपर्छ। आउटपुट के भयो त? एउटा ग्राउन्ड वाटरको कन्ट्रिब्युसन, अर्को यसमा इभापोरेसन पनि आउटपुट छ, इभापोरेसन पनि छ आउटपुटमा। अर्को के छ त? आउटफ्लो पनि के हो त? यसको आउटपुट हो, यहाँबाट निस्किने। यो तीनवटा चिज चाहिँ निस्क्यो। त्यस्तै गरी के हुन सक्छ भने यहाँबाट पानी बगेर गयो भने जमिनमाथिबाट त पानी बगेर जान सक्छ नि त। त्यो रन अफहरू दियो भने आर पनि के हुन्छ त? रन अफ। यो पनि आउटपुट हुन्छ। आर भनेको रेनफल होइन है, आर भनेको रन अफ, पानी कति बगेर गयो। यसले पनि के गर्छ त? सिस्टममा पानी घटाउँछ। पानी बगेर गयो भने सिस्टममा पानी घटाउँछ है। अर्को भनेको ट्रान्सपिरेसन। ट्रान्सपिरेसनले पनि के गर्छ त? सिस्टमको पानी घटाइदिन्छ। प्लान्टले पानी एब्जर्ब गर्छ, लिएर जान्छ, एटमोस्फियरमा इन्ट्रोड्युस गर्छ हो। ट्रान्सपिरेसनले पनि पानी घटाइदिन्छ। भनेपछि यो सबै इनपुट र आउटपुटहरू हो। अब हाम्रो केसमा अहिले के छैन? यो रन अफ र ट्रान्सपिरेसन चाहिँ छैन हो। अब यसलाई कसरी सल्भ गर्दै जाने त? अब हाम्रो डेप्थ अफ प्रेसिपिटेसन कति छ त? यहाँ डेप्थ दिएको हो नि त, यो 80 mm भनेको त यो रिजर्भोयर माथि 80 mm पानी जम्मा हुन्छ भन्नु खोजेको है। 80 mm पानी त पुरै एरियामा परेको होला नि त। अब यहाँ पनि पानी पर्यो भने त यसले के गर्छ त? वाटर लेभललाई 1000 मिटरमा थप 80 mm थप दिन्छ। 80 mm भनेको 8 सेन्टिमिटर, 8 सेन्टिमिटर भनेको 0.08 मिटर हैन। 0.08 मिटरले के गर्छ? पानी यसले बढाइदिन्छ है। अब प्रेसिपिटेसन डेप्थ कति हुन्छ त? प्रेसिपिटेसन डेप्थ, अब यसलाई हामी पी भन्यो भने यो कति छ त? यो भनेको 80 mm छ। अब 80 mm भनेको कति हो त? 80 mm भनेको 0.08 मिटर हो। यो दियो प्रेसिपिटेसन डेप्थ दियो। अब इनफ्लो डेप्थ कति हुन्छ त? इनफ्लो डेप्थ
इन्फ्लो डेप्थ कसरी निकाल्ने त हामी इन्फ्लोले कति डेप्थ चेन्ज गर्छ भनेर कसरी थाहा हुन्छ हामीलाई अब इन्फ्लो कतिले भइरहेको छ 3 लिटर पर सेकेन्डले हो 3 लिटर पर सेकेन्ड यसलाई मैले कतिले मल्टिप्लाई गरे भने भोल्युम आउँछ कति टाइमको लागि भएको 3 लिटर पर सेकेन्ड 3 लिटर पर सेकेन्ड कति टाइमको लागि भएको हो रविन्द्र आधी घण्टा आधी घण्टा भनेको 30 मिनेट हो अब हाम्रो सेकेन्डमा चाहियो 60 सेकेन्ड भयो हो लिटर पर सेकेन्ड र सेकेन्ड काट्यो लिटरमा आयो यो भोल्युम आयो नि त हैन यो भोल्युम आयो यो भोल्युम कुन युनिटमा आयो यो लिटरमा आयो यो लिटरलाई मिटर क्युबमा चेन्ज गर्नलाई मैले 1000 ले डिवाइड गर्नु पर्यो यो अब मिटर क्युबमा आयो यो मिटर क्युबलाई मैले है मिटर क्युबलाई मिटरमा लानलाई अब केले मल्टिप्लाई केले डिवाइड गर्नुपर्छ त एरियाले डिवाइड गर्नुपर्छ यो एरियाले डिवाइड गर्नलाई मैले एरिया कति छ त ट्याङ्कीको 2 मिटर स्क्वायर छ अब यो बल्ल मेरो डेप्थमा आयो अब यसको भ्यालु कति हुन्छ त 3 3 जा 9 6 जा 54 54 by 2 57 27 0.370 by 1000 0.27 मीटर यति हो उषा नेपाने उषा हजुर सर त्यही हो भ्यालु के गरेन गरेन 5.4 5.4 पो आयो अनि यहाँ डिवाइड बाइ 2 छ नि त नि एरियाले डिवाइड गर्नु पर्यो 2.7 2.7 आयो कि 0.27 आयो 2.7 सकिन लायो 2.7 आयो कसरी हुन्छ 996 ए दुईटा जिरो ठीक छ 2.7 नै आउँछ सर ठीक छ 2.7 2.7 अब इन्फ्लो डेप्थ आयो हो अब त्यसपछि ग्राउन्ड वाटरको कति छ त ग्राउन्ड वाटर ग्राउन्ड GROUND ग्राउन्ड वाटर कन्ट्रिब्युसन ग्राउन्ड वाटर कन्ट्रिब्युसन यसलाई हामी जी भनौं जी को भ्यालु कति छ त कति गयो 60 mm 60 mm गयो 60 mm भनेको कति मिटर भयो त 0.06 मिटर है .06 मिटर ग्राउन्ड वाटर कन्ट्रिब्युसन पछि सुने 9:30 बजिसक्यो ओ 9:30 बजे त ठिकै छ अब यहाँ अरु के छ जी भयो त्यसै गरी इभापोरेसन छ ई कति mm छ ई 10 mm छ भनेको 0.01 मिटर ई भयो त्यसपछि आउटफ्लो इभापोरेसन पछि के छ आउटफ्लो कति छ त 2 लिटर पर सेकेन्ड फर 1 आवर हैन 2 लिटर पर सेकेन्ड फर 1 आवर भनेको 60 मिनेट into 60 सेकेन्ड
यो लिटरमा आयो है डिभाइड बाइ 1000 गरे मिटर क्युबमा आयो इन्टु अब एरियाले डिभाइड गर्नु पर्यो 2 छ यो भनेको कति आउँछ त 12 12 दुना 24 24 12 आयो अनि यो चाहिँ 1.2 मिटर आयो 5.4 हुन्छ ए होइन कहाँ 1.2 आयो दुईटा छ त सर 5.4 2 2 काटे 6 is 36 भनेपछि 3.6 आयो ए हो है सर 3.6 आयो अब यो जोड्नु पर्यो हाम्रो टोटल चेन्ज इन स्टोरेज भनेको कति छ त अब म पहिला एटेन्डेन्स डाउनलोड गरिहालेँ है एटेन्डेन्स डाउनलोड गरे अब यो त गर्न सकिहालिन्छ है टोटल चेन्ज इन स्टोरेज भनेको कति हुन्छ त नि अब डेल्टा एस चेन्ज इन स्टोरेज भनेको हाम्रो यसमा P प्लस IF माइनस ग्राउन्ड वाटर इभापोरेसन र आउटफ्लो है अब यसमा के आउँछ त P प्लस IF भनेको 0.08 र IF भनेको 2.7 2.7 यो भनेको 2.78 आउँछ माइनस ग्राउन्ड वाटर इनफ्लो G भनेको 0.06 0.01 0.07 भयो 0.07 भनेको यो 3.67 आयो अब यो नेगेटिभ आउँछ इज इक्वल्स टु माइनस 0 point समथिङ आउँछ है माइनस 0 point समथिङ आउँछ यो भनेको के त हाम्रो वाटर सर्फेस घट्यो भन्नु खोजेको है वाटर सर्फेस घट्यो भन्नु खोजेको त्यही भएर वाटर सर्फेस एलिभेसन अब 1000 मिटर हुन्छ कि 1000 मिटर भन्दा कम हुन्छ त नयाँ वाटर सर्फेस एलिभेसन चाहिँ हाम्रो 1000 मिटर भन्दा कम हुन्छ ल कति हुन्छ यसलाई अब राम्रोसँग सल्भ गरेर भोलिसम्म बुझाउने है ये टिम्समा बुझाउने टिम्समा म त्यहाँ फाइल्समा तिम्रो असाइनमेन्ट 1 भनेर राख्दिन्छु यही फिगरलाई अलिकति क्लियरली राखेर प्रेसिपिटेसन यति इभापोरेसन यति भनेर लेखेर सल्भ गरेर वाटर फाइनल वाटर एलिभेसन कति हुन्छ त्यो पत्ता लगाउने है त फाइनल वाटर एलिभेसन कति हुन्छ त्यसको भ्यालु दिने क्वेशन लेख्न पर्दैन यो फिगर बनाउने राम्रोसँग फिगर बनाउने र यो फाइनल एलिभेसन अफ वाटर कति हुन्छ भनेर लेख्ने व्हाट इज द फाइनल एलिभेसन अफ what is the final elevation of water surface यही हो क्वेशन है स्क्रिनशट गरेर राख अहिले चाहिँ म लिभ गरे है ल हैव अ नाइस डे राम्रोसँग पढ बाइ 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 सर